तपाईँलाई चाहिँ मेरो सानो मिनी भ्लगमा स्वागत छ फेरि पनि। हामी चाहिँ आज चाहिँ साउथ सिटी टुर गर्दैछौँ। हामी गोविन्द मामा, माइजू, हाम्रो मामा, हाम्रो सागर मामासित चाहिँ हामी 5जना भएर आज साउथ सिटी टुर गर्दैछौँ। ल हाम्रो चाहिँ ठोङ्नेमा हिस्टोरिकल पार्कबाट चाहिँ सुरु भएर हाम्रो यात्रा अब शीतल हुन्छ क्या, घाम त आज साउथ सिटी टुरको चाहिँ आज अब हामी चाहिँ राष्ट्रपति भवन बसमा चाहिँ यहाँ यी मेरो भाइ हिजो भेट भएको भाइ बुहारी अनि यहाँ चाहिँ छोरा हेरिसियोस् यी छोरा भान्जा। हामी त भव्य टुरमा जाउँ 5जना भएर। अब हिजो चाहिँ बङ्गाला बसियो। ल साउथ सिटी टुर हुँदैछ हाम्रो भ्लग है। म युट्युबमा हाल्छु, लाइक गर्नु होला, सागर बनाउनु, सब्सक्राइब गर्नु होला। ठोकिँदो रहेछ ठोकिँदो रहेछ। शनिबार 4 घन्टा, अरू दिन 8 वर्ष। ओटी चाहिँ शनिबार 4 घन्टा हो। यो चाहिँ के हो? यो चाहिँ अनि यो दरबार हो अरे क्या। यहाँभित्र जान लागेको पोर हामी आउँदाखेरि मान्छे भिड भएर अनि नगएको। त्यही त जहिले नि भिड हुँदो रहेछ क्या। प्राचीनको सबै यस्तै हुन्छ क्या, डिजाइनै माथिको सर्टको। त नि क्या। ल कोरियाको राष्ट्रपति भवन अब टप 10 मान्छे, कोरियाको टप 10, विश्वको टप 10 सहरको सबभन्दा ठुलो मान्छे बस्ने यही हो। तर फेरि अहिले चाहिँ बसेको छैन अरे होइन, अहिलेको राष्ट्रपति चाहिँ फेरि यहाँ छैन अरे होइन। भनेको खास त्यो अमेरिकासित नजिक हुन्न भनेर बसेको कि अमेरिकासित नजिक हुनलाई बसेको के भन्ने सुन्थेँ मैले। यहाँ कता ऊ छ अरे नि त अमेरिकाको दूतावास। Because it is west of Gyeongbokgung Palace, and it is also the place where King Sejong was born. There is a lunchbox cafe in the market where you can purchase food with yeokjeon, bronze coin, and enjoy it. Near the market, 请坐在座位上并系好安全带。走行中はご着席の上、シートベルトの着用をお願い申し上げます。 चाइनिज जापानिज बोल्दो रहेछ कि। जापानिज, इङ्ग्लिस र कोरियन बोल्दो रहेछ। खर्ने आउँछ होला नि। Palace Museum of Korea. Please get off here. The Palace Royal Guard changing ceremony in Gyeongbokgung Palace is held at 10 o'clock and 2 o'clock, and it is closed every Tuesday. 下一站是光化门广场，前往景福宫大韩民国历史博物馆、民族博物馆、故宫博物馆等处的乘客，请在本站下车。景福宫在上午10点与下午2点举行授
यति भयो त के चढ्ने त नि यहाँ त सबै आएको ठाउँ हो त お越しになるお客様はこちらでお降りください。 राति बस्नु मजा आउँछ कि यहाँ त 特措軍の応急招集公開儀式は10時と14時に行われますが、毎 ए अमेरिकन दूतावास यो रहेछ कि となっております。 अमेरिकन दूतावास है यो 강화동 광장 정거장에 도착하였습니다. 계단을 내려오실 때 조심하시기 바랍니다. We arrived at the top. 車は文化駅ソウル284に生まれ変わり、各種の展示会が開かれております。 ल आज चाहिँ हामी कोरियाको हान नदी माथि ट्याक्क छौँ। यो मोटर बोट चढ्ने भनेर आएको खासमा मोटर बोट चाहिँ 4 बजीपछि पनि चढ्न मिल्ने रहेछ। र हाम्रो आत्मीय साथी चन्द्रकान्त देवकोटासित चाहिँ आज मोटर बोट गरौँ भनेको पनौती लागिहाल्यो। ल हेर्नुहोस् यस्तो छ है। यो चाहिँ हान नदी हो, कोरियाको प्रसिद्ध नदीमध्ये एउटा नदी होइन। ट्याक्क माथि चाहिँ के हुन्छ, माथि रेल त हिँड्ने होला नि, बाटो हो कि रेल बाटो हो? गाडीको बाटो छ। तल मुनि यस्तो छ, उहाँ रेल हिँडिरहेको छ। हेर्नुहोस् रेलले, हेर्नुहोस् तल माथिबाट रेल सर हिँडिरहेको छ है। कायदाको ठाउँ रहेछ, घुम्नलाई एकचोटि आयो हुन्छ यो ठाउँमा है। एकचोटि रमाइलो शीतल हावा चलिरहेको